हेलो गाइज गुड मर्निङ वेलकम टु माई मिनी भ्लग। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छु, आरामै छु। म त के भन्न गइरहेको छु भने चाहिँ आजको बिहानी चाहिँ म आज कपडा धुँदैछु। म अनि मेरो भाइ हेर्नुहोस् यो चाहिँ मलाई सहयोग गर्छ क्या धेरै यसले। अनि मोटर छैन, मोटर हल्का बिग्रेको थियो अनि त्यसैले नलका चलाउनलाई सहयोग गर्दैछ। यी मेरो नलका चलाउनलाई यो सहयोग गर्दैछ। कपडा धुँदैछु, आधी कपडा धुइसके, आधी कपडा यहाँ राखिसकेको छु। हेर्नुहोस् गाइज यहाँ अब चाहिँ म धुन गइरहेको छु अवस्था। अनि आज चिसो छ, धेरै कपडा त सुक्दैन होला, सायद भोलिसम्म सुक्छ होला। हावाले पनि सुकिहाल्छ, थोरै थोरै हावा पनि चलिरहेको अवस्था छ। अनि यिनीहरूको पनि छुट्टी थियो, आज शनिबार हो, त्यसैले यिनीहरूको कपडा पनि धुनु थियो। मैले धुइदिएँ यिनीहरूलाई अनि यिनीहरूले मलाई सहयोग गर्दैछ मेरो भाइले। होइन हाई भन्दै त, नमस्कार, गुड मर्निङ। के गर्दै हुनुहुन्छ? हजुर पनि सन्चै हुनुहुन्छ होला भन्। हजुर पनि सन्चै हुनुहुन्छ होला। मेरो भाइले हल्का बोल्न चाहिँ लजाउँछ, त्यसैले यो बोल्न आउँदैन यसलाई। म अब चाहिँ कपडा धुनलाई रेडी हुँदैछु ल। के गर्नु, यस्तै छ जिन्दगी। मजाले चिसो छ लास्टै आज। आज 2-3 दिन भयो, घाम पनि लागेको छैन, कपडा पनि सुक्दैन होला सायद। नसुके पनि ठिकै छ। हामी चाहिँ नास्ता खाएर अनि पुरा घरमा सरसफाइ गरेर झाडु लगाएर अनि पुरा कपडा धुन बसिसकेको छु। आधाले भाइ बहिनीले चाहिँ खाना बनाउँदैछ। हेर्नुहोस् हामी चाहिँ कपडा धुन लागेको छु। अहिले एकछिनमा यो भाइ थाक्छ अनि अर्को आउँछ चलाउनलाई। कपडा धुन खासै त राम्रोसँग त आउन्न, त्यही पनि के गर्नु। मेरो बहिनी पनि आइसके पछाडि अनि हेर्नुहोस् त मेरो बहिनी कति रिस मानिरहेको छ। गाइज भन्छौ कि रे, अनि कपडा धुँदैनौ रे। कपडा धुन नआएर पनि के गर्नु, लगाउन आफूलाई पर्छ। यसरी धुइदिन्छु ल, एकछिनमा आउँछु ल। अब थोरै छ, यो चाहिँ मेरो भाइ अर्को आइसक्यो। हेर्नुहोस्, नमस्कार गर। नमस्ते। हाई, के गर्दै हुनुहुन्छ भन्? के गर्दै हुनुहुन्छ तपाईहरु? हामी त यस्तै छ, काम चलाउनु पर्छ। यो अब यति छ, थोरै छ, सबै जम्मै धुइसके। उ त्यो भाइले चलायो, अब यति चाहिँ यो चलाउँछ। अनि यस्तो छ हेर्नुहोस्। फाइनली हामीले कपडा पनि धुइसक्यो, हल्का घाममा हाल्दैछु। अब चाहिँ घाम त लागेको छैन कि घाममा हाल्नु भन्नु, सुकाउन चाहिँ हाल्दैछु। हल्का हावाले सुक्छ होला सायद। यी मेरो बहिनी पनि हाल्दैछ, मलाई सहयोग गर्दैछ। यति छ कपडा, बाल्टिनमा पनि छ। आजको मौसम चाहिँ यस्तो छ, हेर्नुहोस् वरिपरि यस्तो छ। हाम्रो त घरको वरिपरि चाहिँ यस्तो रुख, आमको रुख छ। आम पाक्ने आम हुने बेला चाहिँ हामीलाई सम्पर्क गर्नु होला। योपालि चाहिँ लास्टै आम हुन्छ होला सायद, सोचेको छु। अब सोचेको जस्तो त पुरा हुन्न, त्यही पनि ल एकछिनमा। फाइनली गाइज हामीले सुकाउन पनि हालिसक्यौँ, घाम त लागेको छैन। जम्मै सुकाउन हालिसक्यो। यहाँ पनि सबै ठाउँ सुकाउन हालिसक्यो। मेरो चाहिँ पछाडि ग्राउन्ड चाहिँ यस्तो छ, हेर्नुहोस्। ऊ चाहिँ यताको पनि रोड हो, उताको पनि रोड, यताको चाहिँ भर्खर बन्दैछ। यो चाहिँ हाम्रो नेपालको झन्डा, यो चाहिँ हाम्रो नेपालको झन्डा। हेर्नुहोस् त, मेरो भाइहरूले चाहिँ यस्तो नेपालको झन्डा लगाइसकेको छ। हाम्रो टिकटक बनाउन लागि सम्पर्क हाम्रो पुरै छतै भाइरल भए। छत चाहिँ भाइरल भइसक्यो रुखले चाहिँ। अनि पुरा हेर्नुहोस् त पछाडि ग्राउन्ड कति खतरा छ नि, हरियाली। वाउ, श्याम पहाडको जस्तै छ। मलाई त पहाड जस्तै लाग्छ यता। कपडा लगाउन लागि मगर ड्रेस र अनि फ्लावर अनि आइफोन पनि छ। हेर्नु अटो पनि गइरहेको छ। यस्तरी ग्राउन्डहरू चाहिँ यस्तो छ। बाई, आजको लागि चाहिँ यति नै। लाइक गरिदिनु होला, सबैले माया गरिदिनु होला। हल्का केही बिग्रेको भए चाहिँ कमेन्टमा लेखिदिनु होला है, कमेन्ट गरिदिनु होला। बाई।